रेडी हाम्रो दाउ जिन हो ज्यादा सम्म अनब्यालेन्स भएको छैन एकचोटि नै What's up my gang? Welcome to Hood. Pune chill kara table on the road. Mego कुल माइ केटाहरु ओए मेरो ल मेरो है तुम कसौजो चल फाल्दे ओए क्यान्सल भयो लास्ट टेक ओ जाऊ केटा हाम्रो गाडी फाइनली आइसकेको छ हैन अगाडि केटाहरु ल है रेडी हो नि केटाहरु ल गाडी आउने बित्तिकै दौडिहाल्ने ल मेरो नयाँ आइफोन ग्याङ ब्याक मेरो ब्लग सुरु भइसकेको छ हैन ल है हाम्रो होसमा आएन कि सो गाइस हामी अब तास खेल्न लागिरहेको छ हैन ल केटा रेडी रेडी यहाँ हाम्रो दाउ छ हैन बसमा बस चलिरहेछ हामी चाहिँ मोबाइल नकी गर्दा एडा लाइ रेडी हो नभेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्टै पर्यो जिन्दगीको खेल छाडी जाने नै हो र साथै जान्थ्यो प्राय समय सँगालै हुन्थ्यो पिरती साँचे थियो अनि माया गाँसे थियो तिमी हाँसिराख्नु है तिमी हाँसिराख्नु है अब जस्तै मलाई उड्न मन छ छैन राख्न अब तिमीलाई म बिर्सिदिन्छु मुटु र दुखाइराख भरे जति सबै माया भएछ भागेको बिहे गरिदिउँला बोनस आउँछ पेट भरि खाइदिउँला खासेर बोनस आउँछ खाइदिउँ बसेर 1,000 years later. हामी चाहिँ हैन अब कता छौ फाइनली हामी यो के बेनीको बागलुङको यो बागलुङ देवी मन्दिर जाँदैछौँ हैन बागलुङ कालिका बागलुङ देवी जे भयो पनि यसपछि हामी यसपछि चाहिँ पुलमा जान्छ हैन तर यस्तो दामी पिस ठाउँ छ क्या यो चाहिँ मलाई बवाल लाग्यो सिसिटिभी छ के भन्न चाहनुहुन्छ हल्का टाउको दुखिरहेको छ आज एकदम प्रेसर देखा हामीलाई माथिबाट एकदम दबाब दिएको छ सरहरूले कुन पत्तुर बसमा राखिदिए हामीलाई बेस्ट ठाउँमा बेस्ट अफ द बेस्ट अङ्कल तल अङ्कलकोमा बस्ने भनेको हामी तर एउटा पत्तुर गाडीमा राखिदियो हो दादाले आफ्नो कुरा भनिसक्नु बिग्रियो के गाडी पनि बिग्रिएको छ गाडीमा के भन्न चाहन्छ सक्छेन ओन्ली वान सक्छेन पाण्डे के भन्दैन हाम्रो ब्याट्सम्यान ओपनिङ ब्याट्सम्यान है खेल्न नखेल्ने भनेको छ ब्याट्सम्यान अभिनव कडे जेन्युन छ आज जेन्युन श्री गणेश दिन सक्छ आयो के भन्न चाहन्छौ तिमी यहाँ ब्लगमा भन्न चाहदिन अब चिसो हावा हिँड्ने हो क्या मुस्ताङमा या सही हामी के भन्न चाहन्छौ केही यस्तो झौला के भन्ने रमाइलो भइरहेछ दामी भाषा यो त मेरो यो मान्छे त मेरो बेस्ट फ्रेन्ड माई बेस्ट फ्रेन्ड है युट्युब च्यानलमा हाल है दोस्त 100% हो के ज्याकेट तिमी ज्यान दिन्छु भने तिमीले ज्याकेट माग्छौ भने साके भाइलाई सोध के मेरो साके भाइ के भन्न चाहन्छौ तिमी भ्लगमा काले भाइहरु छिटिङ ठिकै छ ओइ यो
भरोसा आएन यो त पागल हो सोलो के लास्टै देखमा तिमी केही भन्दैन कानमा के लाग्छ उसले सुनेको पनि छैन हामी कुन ठाउँमा आएको रे हामी बागलुङ कालिका आइपुग्यो होइन ठाउँ चाहिँ एकदम पिस छ यहाँ हेर्नु ओ दोस्त केही भन्न चाहन्छौ हामी जाँदैछौँ त्यही भन्न चाहन्छु हो हामी जाँदैछौँ म पनि त्यही भन्न चाहन्छु हामी यसपछि यस्तो लामो पुलमा जाने उयो माथिबाट घाम आएको यस्तो सेतो भयो म त लामो पुलमा जाने भनेको छौ ओके घुम्दै जाँदैछौँ यस्तो चिसो छ मजा आइरहेको छ यहाँ गाइज हामी फाइनली मन्दिर आइपुग्यो होइन केटाहरू सब आइपुग्यो सब केटाहरू अब छराइदिरहेको छ होइन अब केटाहरू नाच्यो भनेको छ एउटा फलमा नाच्दै पर्छ एउटामा नाच्दै मरिन्छ एउटामा नाच्दै मरिन्छ सिगाउन सिगाउँदै यसो मात्र नाच्नु प्रवेश खै अब यहाँ के हो यो आफूले मेन बोलिसके मलाई सिम्पल सो आई ओभरटेक दिस ब्लग कसको ब्लग हो सुशान्तको ब्लग होला मैले ओभरटेक गरेँ अनि हामी एउटा गोरो मान्छेमा आएको यस्तो गोरो सो हामी चाहिँ कहाँ बागलुङ जाली गरे A few moments later. हामी होइन यहाँ मन्दिरमा पूजा गरेर निस्किहाल्यौँ अब हामी रेस खेल्न लाग्यो अब हामी चाहिँ रेस खेल्ने यहाँबाट हाम्रो केटाहरू अगाडि छ पछाडि हाम्रो टिभिडी सरहरू आउँदै हुनुहुन्छ ए यो पुलमा हिँडेको भिडियो बनाउनु पऱ्यो अरे होइन ल ल ल हामी अब यहाँबाट दौड्न लागिरहेको छौँ होइन अब को छिटो पुग्छ भन्ने कुरा छैन यहाँ कोही नि भागेन होइन केही छैन म यसैमा खुसी छु एउटा आयो भने दुईजना महँगाहरू यिनीहरूले मलाई चिटान्यो यिनीहरूले चिटान्यो मलाई रेस खेल्ने भनेर मलाई एक्लै बनाइदियो तिम्रो सबले काटेर जान्छ तर उसले काटेको छैन अहिलेसम्म उसले काटेको छैन अहिलेसम्म काटेर गएर फेरि आइसक्यो काटेर गएर आयो नि त त्यसैमा खुसी छु म काटिरह अझै अझै सानो पिसा काटिरह कसरी काट्छ अब सानो सानो पिसमा तिमीलाई पो काटेर गएर उसलाई त काटेर गइसक्यो आज ऊ आफ्नो सौतासँग बसिसकेको छ आज त आफ्नो सौतासँग बस्यो ऊ कस्तो लागिरहेको छ सौतासँग बस्दा एकदम गाडीमा ਹੱਸਦੇ ਚਿਹਰਿਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕਦੇ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ ਉਹਦਾ ਮਤਲਬ ਇਹ ਹੁੰਦਾ ਕਿ ਇਹਨਾਂ ਨੂੰ ਤਕਲੀਫਾਂ ਨਾਲ ਡੀਲ ਕਰਨਾ ਹੁੰਦਾ हामी फाइनली मन्दिरमा होइन पूजा गरेर आयो टिका चाहिँ देखाएको छैन मन्दिरमा पूजा गरेर आयो होइन कस्तो लागिरहेको छ हाम्रो गाडी हो बाबाले बाबा उसलाई भएपछि भएन अब हाम्रो मको चिन्द नि यो यसो दिमाग छैन कि गाइज 1,000 years later. सो गाइज हामी फाइनली होइन बेनी यो लङ्गेस्ट पुल भन्छ होइन हिँड्ने चाहिँ ठ्याक्कै ठ्याक्कै बेनीमा आइपुग्यो होइन अब अगाडि मान्छेहरूले हामी लङ्गेस्ट पुलमा होइन सहीको गाइज हामी चाहिँ फाइनली होइन बेनीको लङ्गेस्ट पुल भन्ने छ त्यहाँ आइपुग्यो यो फेरि थाकेर बस्छु भनेको छ म थाकेको छैन यसले यसको फोटो खिच्न म गएको दौडी होस् मान्छेहरू यस्तो चिलमा हिँडिरहेछ अरू मान्छेहरू के गरेको मलाई थाहा छैन क्या यिनीहरू सब समाति हिँडिरहेछ क्या अगाडि के नै भएको छ अरे क्या है सब समाति यहाँ के भन्न चाहन्छु सब मान्छेहरू समाति हिँडिरहेछ किन हो मलाई थाहा छैन अब मेरो मोबाइलको चार्ज पनि सकिन्छ भोइसम्म पुग्दैन नि उहाँबाट चाहिँ यस्तो मोबाइल हामी फाइनली अब कुसमा पर्वत के भन्छ हामी आइपुग्यो खुसी लाग्यो जे होस् हामी जे होस् त्यसरी उत्यो मान्छेहरू यस्तो यताउता लड्ने यताउता गरेर चाहिँ हामी जसरी त्यस्तो भएको छैन अहिलेसम्म अनब्यालेन्स भएको छैन एकचोटि नै भाइ इलेक्ट्रिसिटीको तार पनि रहेछ धेरै त करेन्ट लाग्छ त्यही भएर मान्छे झुन्डिन्छ नि अहिले परेर क्या चिलमा गाडी चाहिँ पनि उयो कति लामो हो कि भने म जति मैले उहाँबाट हेर्दा यति छोटोलाई एकैछिनमा हिँड्छ जस्तो लाग्थ्यो है यति लामो त सोचेको एकैछिनमा पुग्छ जस्तो लाग्थ्यो उहाँबाट हेर्दा त तल कहाँ हो ल तर पहाड चाहिँ यस्तो बबा कति चाहिँ मेरो त यही बसेर है रोक एकछिन रोक न मनै त हो
वाह यो प्लेस चाहिँ बवाल लाग्यो मलाई फाइनल्ली होइन लाइट पनि बल्यो पुल चाहिँ बवाल देखाएको छ लाइट बलेको बेला झन् होइन फोटोमा त देखाएको छैन किन तर लाइट बलेको बेला खतरा देखाएको छ अझै हामी एकछिन बसिन्छ हाम्रो बस बिग्रेको छ बस बनाउनु गएको छ होइन सो अझै बसिन्छ हामी नबस्ने कस्तो पागल चाहिँ कुदै सक्यो होइन तर हाम्रो दामी भएको छ क्या सही अझै लाग्छ माया तिम्रो मलाई रुवाउ कि हाँसु कसो गरौँ अब म सो गाइस हामीहरू होटल पनि आइपुग्यो होइन खानासाना खाइयो बेलुकाको खाना चाहिँ एकदम बवाल थियो होटल रुमहरू पनि यस्तो अक्खा छ होइन लास्ट मन पऱ्यो होइन कलेजको बिहानबाट कम्प्लेन हान्दा थियो अब चाहिँ खत्रै मन पऱ्यो होइन कलेजको रुम सो हामी अब जाँदैछ हामी कहाँ जाँदैछ हामीलाई थाहा छैन होइन हामी हाम्रो आफ्नै गन्तव्य छ